12 बजी राति चाहिँ 12 बजी राति चाहिँ इन्जोय गर्दैछ केक खाँदै। रिपुको बर्थडेको केक चाहिँ यति मिठो भएको छ कि यता हेर्नु यहाँ हेर्नु न यहाँ यो केक चाहिँ भोलि उब्रिन्छ भनेको कि नउब्रिन्छ जस्तो भइसक्यो। हेर्नुहोस् त घडीमा चाहिँ 12 बजेको छ। हेर्नुहोस् यहाँ माइजू चाहिँ यस्तो माइजू भनेको चाहिँ यस्तो हुनुपर्छ यी माइजू। अन्त यता चाहिँ काका मामा चाहिँ मामा चाहिँ अघि सुत्नु भयो। अनि हेर्नुहोस् त यतिको चाहिँ हुनु पर्यो नि त एक्टिभ। बर्थडे बोयको चाहिँ नि आमा र मदर र फादर पनि अघि सुत्नु जानुभयो हो। माइजू चाहिँ स्टिल छ। अनि यहाँ हुनुहुन्छ बडी बिचरा बडी पनि बसिरहनु भएको छ 12 बजीसम्म हामीलाई केक खानु सघाउनु हुँदैछ हो। यो चाहिँ यत्रो केकबाट चाहिँ अब यत्रो उब्रेको छ। यो अगाडिको कोटको टाइम मात्रै उब्रेको छ। टाइम हेर्नु कति बेला सुत्नु पर्ने तर आयो होइन बर्थडेमा चाहिँ बर्थडे होस् त यस्तो होस्। मजा आयो साँच्ची मजा आयो काका पनि एकदम ह्याप्पी। लसमा उब्रेको पाप्रेको तिनजना हो। उब्री पाप्रे खाएर सनक सनक सकेर चाहिँ तिनजना हो हामी चाहिँ काका माइजू एकदम मजा हेर्नु किचन पनि सनक सुन यहाँ चाहिँ टिस्यु पेपर उब्रेछ यहाँ हो। यो चाहिँ खाएर पुसेर राखेको होइन। अनि यहाँ भाँडाकुँडा पनि सबै धोइसक्यौँ हामीले चाहिँ। अब सानोसिनो सुत्ने। अब गुड नाइट बाई बाई। न्यू इयर र आज 9 तारिक 9 डिसेम्बर 9 जनवरी 1 जनवरी चाहिँ यति मजा आयो है। अब 26 जनवरीमा हामीले इन्जोय गर्नुपर्छ। बाई बाई सबैजनालाई। ओइ भाइलाई चाहिँ हेर्नु न जाडो भएर बिचारा। बाई बाई सबैजनालाई बाई बाई गुड नाइट। कस्तो लाग्यो तपाईँलाई आज बर्थडे? आज चाहिँ यति मजा आयो। विशेष गरी चाहिँ मलाई डिम्पल काकी र सामेल काकासँग चाहिँ यति खुसी लाग्यो। काकी चाहिँ नभनिदिइहालेको केही छैन होइन। अनि हाम्रो यहाँ स्पाइडरम्यान बिचारा विकास भाइ चाहिँ एकदम रेडी होइन तयारीमा छ। तर उसको अरू जस्तै जे हुँदा पनि उसको डान्स यस्तो खतरा छ है। पनि हालिदिनु है तिमीले ल भिडियोमा। ल तर बर्थडे बोयको नि आमा र बाबा चाहिँ बोजू पनि आइन। यता चाहिँ बोजू है यता चाहिँ बोजू बिचारा बोजू पनि बसिरहनु भएको छ। 12 बजिसक्यो होइन साथीहरू। बिचारा एकदम एक्साइटेड हुनुहुन्छ। आज के भन्नुहुन्छ? आज कस्तो लाग्यो बर्थडे तपाईँलाई? कस्तो लाग्यो? 12-20 भएछ अब अन्तिमै लास्ट भयो। कस्तो लाग्यो अन्त आज 1 वर्ष नातिको बर्थडे? मजा लाग्यो? दामी फ्यान्टास्टिक। अब सुत्नु जानुपर्छ कोको लास्टिक होइन साथीहरू। तर मेरो चाहिँ केक बेसी खाएर कि दाँत चाहिँ एकदम दुख्दैछ। दाँतमा पस्यो जस्तो लाग्दैछ केक चाहिँ कि पुरा दुख्दैछ होइन। अस्ति पनि 1 जनवरीमा मासु खाएर चाहिँ यो चलाउनै भन्दैन दुखेर। आज पनि केक खाएर चाहिँ यस्तो अब त्यत्रो ठुलो केक चाहिँ हामीले चाहिँ यत्रो मात्रै राख्दैछौँ होइन। भोलि चाहिँ बर्थडे बोयको आमा बाबा उठेर केक हेर्दा चाहिँ छक्क पर्छ होला नि। अब के कसले खायो राति आएर मुसाले त खाने कुरा आएन होइन। हामी यत्रो चाहिँ ठुल्ठुलो मुसाहरू छौँ। यता त अझै खतरा मुसाहरू दुईजना। यता भन्दा पनि अझै यता त ओभर खतरा हो होइन। बिचरा यता त मुखमा मात्रै हाल्नु भयो के हो। केक खानुभयो तपाईँले आज? केक खानुभयो आज? यता फेरि ग्रान्ड मदर हाँसेर हिस्ट्री के होइन साथीहरू। एकदम एक्साइटेड। अब नातिको बर्थडे भनेपछि बोजूहरूलाई चाहिँ यति एक्साइटेड हुन्छ। यता बडी त झन् गति गति भएर 12 बजेर नाइको पत्तो छैन। अब बाई साथीहरू हामी चाहिँ यसरी मनाउँछौँ है बर्थडे चाहिँ एकदम इन्जोय भयो। तर मजा आयो। तर लास्टमा चाहिँ केक चाहिँ हेर्नुहोस् है साथीहरू कत्रो छ कत्रो रहेको छ भनेर। बाई बाई गुड नाइट हेभ अ स्विट ड्रिम सबैजनालाई।